नमस्ते नमस्कार सबैजनालाई मालकुडी व्यवहारको अफिसियल फेसबुक पेजमा तपाईलाई हार्दिक स्वागत छ। म कविराज साइला। हजुरहरूले पठाउनुभएका लोकप्रिय देउडा गीतहरूलाई वाचन गर्ने एकमात्र कार्यक्रम हजुरहरूको लोकप्रिय कार्यक्रम देउडा वाचन मालकुडी व्यवहारबाट सदाझै आज पनि म तपाईहरुसँग उपस्थित भइसकेको छु। विगत केही समयदेखि हामी प्राविधिक कारणले तपाईहरुसँग आउन सकिरहेका थिएनौं। आजबाट भने हामी निरन्तर रूपमा आउने तपाईहरुसँग वाचा गर्न चाहन्छु र हजुरहरूले मालकुडी व्यवहार यदि फलो गर्नुभएको छैन भने फलो गरेर हामीसँग जोडिनु होला। आज मलाई बासमना बुढाजीका देउडा गीत प्राप्त भएका छन्। तिनै देउडा गीतलाई वाचन गर्नेछु। कस्तो लाग्छ कृपया सुझाव सल्लाह र प्रतिक्रियाहरू दिन नभुल्नु होला। यस्तो लेख्नुहुन्छ। नमस्कार मालकुडी व्यवहारलाई म बासमना बुढा पलाटा गाउँपालिका वडा नम्बर 6 घर भाइ हाल कोलपुरको बसाइबाट देउडा गीत लेखेर पठाउनु भएको छ। बासमना बुढाजीले यस्तो लेख्नुहुन्छ। कि बत्ती अँध्यारो होइजाए कि बत्ती बलि जाए, कि बत्ती अँध्यारो होइजाए कि बत्ती बलि जाए, दुःखले गाएका गीत संसारै चलि जा कतै हो र। कुट्ने पिन्ने मान्छे नाइ कि भकारी धान नाइ कि, दुखीलाई हालेका हो र कहिल्यै काहीँ जान्न कि, लागिगो मङ्सिरको महिना झरी जान्न पात, लागिगो मङ्सिरको महिना झरी जान्न पात, म एक्लै डाँडाको बतास कोही नै मेरा साथ, जुवाई ओटाली बस्या बैनला भागी गई, जोगीको भिखमाग्ने थैली मेरै भाग लागि गई, चैतको हुर्याउने हावा कलयो भुइकन, चैतको हुर्याउने हावा कलयो भुइकन, कि दुःख पाल्टाका नेउला कि दुःख मोइकन कठै गर, हृदयको भित्र घाउमा कोलाई देऊ मलम, हृदयको भित्र घाउमा कोलाई देऊ मलम, यति भन्दै बिदा हुन्छु मेरो लाल सलाम, यति भन्दै बिदा हुन्छु मेरो लाल सलाम। यी निकै मिठा देउडा गीत लेखेर पठाउनु हुने बासमना बुढाजीलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छु। यदि हजुरहरूका पनि देउडा गीत छन् भने पठाउँदै गर्नुहोला, हामी वाचन गर्दै गर्नेछौँ भन्ने कुराहरू यहाँहरूलाई राख्दै अलिक बसाइबाट म कविराज साइला पनि बिटमा हार्न चाहन्छु। हस्त नमस्ते, जस्तो नमस्ते, सङ्गीत जय नेपाल।